हेलो गाइस वेलकम टु फरेक्स वाला। आज हामीले यो भिडियोमा लिक्विडिटीको बारेमा पढ्नेछौँ। लिक्विडिटी भनेको के हो त्यसको एउटा क्लियर कन्सेप्ट चाहिँ पुरै बुझ्ने कोसिस गर्नेछौँ। सो विदाउट एनी डिले हामी टपिकमा आउँ। सो लिक्विडिटी भनेको के हो भन्दाखेरि सिम्पल टर्ममा लिक्विडिटीलाई बुझ्दा चाहिँ कसरी बुझ्न सकिन्छ भन्दाखेरि रिटेलरहरूको स्टप लस, रिटेलरहरूको हुन् होइन, इन्स्टिट्युसनल ट्रेडरहरूको हुन्। प्रिभियस भिडियोहरूमा हजुरले चाहिँ पढ्न सक्नुहुन्छ त्यहाँबाट। सो अर्को हेर्दाखेरि लिक्विडिटी इक्वल्स टु नम्बर अफ पिपल इन द मार्केट भन्नाले एउटा कुनै मार्केटमा चाहिँ कतिजना बायर छन् कतिजना सेलर छन् होइन। अब धेरै नम्बर अफ पिपलहरू छन् भने त्यहाँ चाहिँ पैसा धेरै भयो भन्नाले लिक्विडिटी मार्केट छ भनेर बुझ्न सकिन्छ। जतिजना मान्छेहरू मार्केटमा हुन्छ तिनीहरू भनेको लिक्विडिटी हो होइन। र लिक्विडिटीले कसरी डोनेट गर्छ भन्दाखेरि यो डलर साइनले चाहिँ डोनेट गरिरहेको हुन्छ। लिक्विडिटी भनेको एउटा मोस्ट इम्पोर्टेन्ट टपिक हो मार्केटको लागि। इफ राम्रो लिक्विडिटी मोस्ट लिक्विडेड मार्केटहरू छन् भने तिनीहरूमा चाहिँ पैसा कमाउन पनि सजिलो हुन्छ र पैसा गुमाउन पनि पैसा पनि डुबिन्छ है। सो मोस्ट लिक्विडिड मार्केटहरू कुन हुन् भन्दाखेरि गोल्ड भयो हजुरको, युरो एसडीहरू भयो होइन। तिनीहरूमा चाहिँ एकदम लिक्विडिटी एक्सेस एमाउन्टमा हुन्छ। सो एउटा इक्जाम्पलबाट बुझ्न कोसिस गर्छौँ। सो हामीलाई यो कन्सेप्ट थाहा नै छ कि मलाई केही सामान किन्नु छ भने इफ आई हेभ टु बाई समथिङ देयर मस्ट बी सेलर होइन। मलाई आइफोन किन्नु छ भने त्यहाँ आइफोन बेच्ने मान्छे पनि चाहियो। सो जे कुरा किन्नु पनि छ त्यसको सेलर त्यहाँ चाहियो भन्नाले मलाई एप्पल किन्नु छ भने एप्पलको सेलर चाहियो या मलाई एप्पल बेच्नु छ भने बायर एप्पलको चाहियो भनेर हामीले बुझ्न सकिन्छौँ। त्यस्तै गरी नै मार्केटमा के हुन्छ भन्दाखेरि इफ म ब्याङ्क छु, फर एन इक्जाम्पल आई एम ब्याङ्क, अनि मलाई के गर्नुपर्ने छ भन्दाखेरि मार्केटबाट चाहिँ 10 लट किन्नु पर्ने छ, फर एन इक्जाम्पल होइन। सो 10 लट किन्नलाई म के गर्छु, सिम्पली गएर बाई प्लेस गर्छु र त्यो गर्दाखेरि के आइदियो भन्दाखेरि देयर इज नट इनफ सेलर भनेर आयो। सेलर चाहिँ मार्केटमा छैन भनेर आयो। सो यो हुँदाखेरि मेरो ट्रेड एक्जिक्युट हुँदैन। अब यो एक्जिक्युट कसरी हुन्छ भन्दाखेरि मलाई 10 लट किन्नु छ भने सेलर पनि 10 लटको चाहियो। इफ मार्केटमा छैन भने त्यो ट्रेड एक्जिक्युट भएन। सो त्यही क्रममा मलाई त किन्नु छ। सो अब म के गर्न चाहन्छु भन्दाखेरि मार्केटमा रिटेलरहरूलाई चाहिँ फसाउन कोसिस गर्न चाहन्छु। अब तिनीहरू फस्यो भने मलाई यो 10 कि लट जुन किन्नु छ त्यो इजिली म मार्केटबाट पाउन सक्छु। सो यसलाई चाहिँ अब कसरी हेर्न सकिन्छ भन्दाखेरि लेट्स से, सो अब के हुन सकिन्छ भन्दाखेरि मार्केट चाहिँ यसरी रन भइरहेको छ। मलाई चाहिँ के किन्नु छ भन्दाखेरि 10 लट किन्नु छ। मलाई 10 लट किन्नलाई अब यहाँ चाहिँ एक्सेस एमाउन्ट अफ सेलर भएन यो एरियामा। सो म के गर्छु भन्दाखेरि म यिनीहरूलाई चाहिँ ट्र्याप गर्न थाल्छु। अब त्यो गर्ने क्रममा मलाई चाहिँ मार्केटलाई मेनिपुलेट गर्नु पर्यो। सो अब हेर्नु, मार्केट चाहिँ एउटा के हेर्छन् भन्दाखेरि रिटेलरहरूले मार्केट एउटा ट्रेन्ड लाइनमा गइरहेको छ। मेबी यो एरियामा आएपछि तिनीहरूलाई चाहिँ के लाग्छ भन्दाखेरि यो लेभलमा आएपछि म बाई गर्छु भनेर यसरी अर्डर प्लेस गरेर राख्छन् है। सो यो एरियामा आउँछ अनि म बाई गर्छु भनेर प्लेस गर्छन्। सो मार्केट के गयो भयो, बाई चान्स के भयो भन्दाखेरि मार्केट यहाँ आयो। अब आउँदाखेरि यहाँ चाहिँ बस्दा एकछिन बस्यो अनि यो बस्दाखेरि चाहिँ म्याक्सिमम अफ द बायरहरू चाहिँ के भयो भन्दाखेरि यो एरियामा चाहिँ आफ्नो अर्डरहरू प्लेस गर्यो भन्नाले किन्यो यहाँ होइन। अब यो किनिसकेपछि मार्केटले के गर्छन् भन्दाखेरि आएर सबको स्टप लस यसरी हिट गरिदिन्छ। अब यो हिट गर्दाखेरि यहाँ यो लेभलको बायर पनि गयो, यो लेभलको बायर पनि स्टप लस हिट भयो, यो लेभलको जति पनि किनेको थियो सबैजना ट्र्याप भयो। अब मैले चाहिँ यो एरियामा आउँदाखेरि त किन्न पाएँ नि त, किनभने यिनीहरूको स्टप लस हिट हुँदाखेरि चाहिँ मैले के गर्छु, बाई गर्न थाल्छु। सो मलाई चाहिँ अब सेलरको कमी भएन, यहाँ बेच्ने मान्छे तिनीहरूको स्टप लस हिट हुँदाखेरि चाहिँ मैले एक्सेस एमाउन्ट अफ भोल्युम यहाँ पाइसकेँ। सो मैले यहाँ बाई गरेँ। अब अर्को ट्रेडर पनि हुन्छन् जसले के भन्छन् भन्दाखेरि ब्रेकआउट भयो यहाँ, यो लेभलमा ब्रेकआउट भयो, अब यहाँबाट सेल गरौँ भनेर बसिरहेको हुन्छ। अब तिनीहरूले सेल गर्ने पोजिसन पनि लिएर आयो मार्केटमा। अनि के गर्यो मार्केट भन्दाखेरि यिनीहरूको बाहिरको स्टप लस खायो। अब के गरिदिन्छन् भन्दाखेरि त्यसपछि आफ्नो माथि जान्छ। अब यो माथि जाँदाखेरि चाहिँ जति पनि यहाँ सेल गरेको मान्छेहरू थियो तिनीहरूको पनि स्टप लस हिट भएर गयो। सो भन्नाले यहाँ बायर पनि ट्र्याप भयो, सेलर पनि ट्र्याप भयो। मलाई भोल्युम 10 लट चाहिरहेको थियो, मैले 10 लट पनि पाएँ यो लेभलमा म्यानिपुलेट गर्दाखेरि। अनि त्यसपछि मेरो ट्रेड पनि भयो अनि त्यसपछि मैले मार्केटलाई यहाँसम्म पनि पुस गर्न थालेँ। सो हामीले थाहा नै छ मार्केट चाहिँ कसरी मुभ हुन्छ भन्दाखेरि हामी रिटेलरहरूले गर्दा चाहिँ मार्केट मुभ हुन सकिँदैन। मार्केट जहिले पनि बिग प्लेयर या ब्याङ्कहरू मुभ गर्न सकिन्छ होइन। जोसँग अलिकति धेरै पैसा छ तिनीहरूले चलाउन सकिन्छ। सो यो त हाम्रो रिटेलरको हातमा हुँदैन भन्ने हामीलाई थाहा छ। सो यसलाई नै के भन्छ भन्दाखेरि दिस इज क लिक्विडिटी ग्राफ। सबैको लिक्विडिटी ग्राफ भयो, एसेट पनि हन्ट गर्यो अर मेनिपुलेसन भन्छ। सो मार्केट नै यसरी नै रिटेलरहरू निकाल्दै जहाँ चाहिँ धेरै लिक्विडिटी छ त्यो एरियालाई ट्र्याप गर्दै मार्केट मुभ गरिरहेको हुन्छ। सो यो भयो सिम्पली लिक्विडिटीको कन्सेप्ट। सिम्पल टर्ममा लिक्विडिटी भनेको के हो बुझ्नुहुन्छ भने रिटेलरहरूको स्टप लस, जुन चाहिँ हामीले यो इक्जाम्पलबाट पनि बुझ्न कोसिस गर्यौँ होइन। र लिक्विडिटी एउटा मोस्ट इम्पोर्टेन्ट टपिक हो। अब लिक्विडिटीहरूको क्लियर कन्सेप्ट छ भने हजुरहरू चाहिँ एसएल चाहिँ एउटा सेफ प्लेसमा
बेसमा राखेर अनि त्यसपछि चाहिँ बाइ सेल गर्न सक्नुहुन्छ। सो लिक्विडिटीको कन्सेप्ट क्लियर छ भनेपछि। सो मार्केटमा हेर्नुहुन्छ भने धेरै प्रकारको लिक्विडिटीहरू हुन्छ। लाइक के हुन सकिन्छ भन्दाखेरि यहाँ हेरौँ है। support and resistance liquidity, trend line liquidity, sideways liquidity, swing high and swing low liquidity, equal high and equal low liquidity, time based liquidity, candle liquidity, internal range liquidity, external range liquidity, buy side liquidity, sell side liquidity. So थुप्रै लिक्विडिटीहरूको कन्सेप्ट हुन्छ। अब यो चाहिँ यतिको कन्सेप्ट हो र हामी चाहिँ के हेरौँ भन्दाखेरि सिंगल एउटा हेर्ने कोसिस गर्छौँ। सो सपोर्ट एन्ड रेजिस्टेन्ट लिक्विडिटी के हो भन्दाखेरि कुनै एउटा डिमान्ड जोन हुन्छ, त्यसपछि सप्लाई जोन हुन्छ, मानव यो रेसिस्टेन्स हुन्छ र यो सपोर्ट जोन छ भने मार्केट के गर्छन्, यहाँदेखि यहाँसम्म गयो, यहाँदेखि यहाँसम्म गयो भन्दाखेरि अब पिपलहरूलाई के लाग्छ भन्दाखेरि यो सपोर्टबाट राइज भएर यहाँसम्म गइरहेको छ भनेर यो रेसिस्टेन्ससम्म जान्छ भनेर प्रेडिक्ट गर्छ र मार्केटले के गरिदिन्छ भन्दाखेरि यहाँसम्म आयो, सबलाई ट्र्याप गरेर अनि त्यसपछि मार्केटबाट निकाल्छ अनि त्यसपछि रेजिस्टेन्ट लेभलमा जान्छ भन्नाले योहरू कन्सेप्ट हो लिक्विडिटीको कन्सेप्ट। सपोर्ट र रेजिस्टेन्सको माथि लिक्विडिटी हुन्छ, सपोर्टको तल पनि लिक्विडिटी हुन्छ कन्सेप्ट भयो। ट्रेन्ड लाइन भनेको जुन भर्खर हामीले एउटा यो इक्जाम्पलको फर्ममा हेरेको थियौँ र अहिले पनि डिटेलमा हेर्छौँ। अनि त्यसपछि साइडवेज लिक्विडिटी भनेको यो साइडवेजमा बसिरहेको छ भने त्यहाँ तलमाथि चाहिँ के हुन्छ भन्दाखेरि लिक्विडिटी हुन्छ। सो अब चाहिँ सिंगल यसको बुझ्ने कोसिस गरौँ है। सो यो आयो पहिला चाहिँ हाम्रो स्ट्रक्चरल लिक्विडिटी। सो स्ट्रक्चरल लिक्विडिटी भनेको के हो पहिला हेरौँ है। सो मार्केट चाहिँ कसरी मुभ हुन्छ भन्दाखेरि एउटा लोबाट चाहिँ हाई बनाउँछ, हाई बनाएपछि फेरि हायर लो बनाउँछ, त्यसपछि हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो गर्दै चाहिँ मार्केट मुभ भइरहेको हुन्छ। सो यो चाहिँ एउटा स्ट्रक्चर भयो, मतलब मार्केट बुलिस स्ट्रक्चर, बियरिस स्ट्रक्चर होइन, त्यसपछि साइडवेज स्ट्रक्चर के हुन्छ त्यो बेसिसमा चाहिँ मार्केट चाहिँ रन भइरहेको हुन्छ र त्यसको त्यो स्ट्रक्चर बेसमा पनि लिक्विडिटी फर्म गरिरहेको हुन्छ। सो अब स्ट्रक्चरल बेस्ड लिक्विडिटीमा हामीले दुईटा कुरा पढ्छौँ, एउटा चाहिँ एक्सटर्नल रेन्ज लिक्विडिटी र अर्को चाहिँ इन्टर्नल रेन्ज लिक्विडिटी। सो एक्सटर्नल रेन्ज लिक्विडिटी के हो भन्दाखेरि लिक्विडिटी एबभ एभ्री स्विङ अर ओल्ड हाई एन्ड बिलो एभ्री स्विङ अर ओल्ड लो, इआरएललाई चाहिँ सर्ट फर्ममा डिनोट गर्छौँ एक्सटर्नल लिक्विडिटीलाई। सो यो के भनिरहेको छ भन्दाखेरि जति पनि यो स्विङ हाई भयो होइन, ओल्ड हाईहरू भयो, अब स्विङ हाई र ओल्ड हाई र त्यसपछि लो, ओल्ड लो, स्विङ लो जतिहरू छन् तिनीहरूलाई चाहिँ हामीले के भन्छ भन्दाखेरि इआरएल भन्छौँ, एक्सटर्नल रेन्ज लिक्विडिटी भनिरहेको हुन्छ। सो मार्केटले कसरी मुभ हुन्छ भन्दाखेरि मार्केट यहाँबाट माथि गयो, त्यसपछि तल आयो, फेरि यो ओल्ड लो बनायो अनि त्यसपछि यो स्विङ हाई बनायो, स्विङ हाई बनाएपछि मार्केटले के गर्यो, स्विङ हाईको लिक्विडिटी लग्यो, त्यसपछि चाहिँ ओल्ड हाईको पनि लिक्विडिटी लग्यो अनि त्यसपछि चाहिँ फेरि आफ्नो कन्टिन्यू गर्यो। सो यो भनेको हाम्रो के भयो भन्दाखेरि यहाँ पनि अब इआरएल बन्छ। अब यो लेभलबाट फेरि मार्केट माथि फर्किरहेको छ भने यो इआरएल भयो, यो पनि इआरएल भयो। सो जति पनि हाम्रो ओल्ड हाईहरू, स्विङ हाईहरू, ओल्ड लोहरू, स्विङ लोहरू जति हुन्छ त्यो सबै हाम्रो के हुन्छन् भन्दाखेरि इआरएलमा पर्छन्। सो यो इआरएलको कन्सेप्ट हो। अब इन्टर्नल रेन्ज लिक्विडिटी मतलब भनेको के हो भन्दाखेरि लिक्विडिटी डाटा इनसाइड द रेन्ज आर इआरएल। जति पनि लिक्विडिटी एउटा रेन्जभित्र हुन्छन् तिनीहरूलाई चाहिँ हामीले इन्टर्नल रेन्ज लिक्विडिटी बनिरहेको हुन्छ। सो यो यहाँ चाहिँ हामीले हेर्न सकिन्छौँ दिस यो स्विङ हाई, यो भनेको स्विङ लो भयो र यो स्विङ लोदेखि यो स्विङ हाई बनाउँदाखेरि चाहिँ भित्र पनि जति पनि एफबिजीहरूको एरिया भयो होइन, जहाँ चाहिँ अर्डरहरू प्लेस गरेको छन् मान्छेहरू, यो भित्रको जति पनि एरिया हुन्छ एफबिजी अर्डर ब्लकहरू, त्योहरूलाई चाहिँ के भन्छ भन्दाखेरि त्यो पनि हाम्रो इन्टर्नल बेस लिक्विडिटी हुन्छ। मार्केट आउँछ तिनीहरूलाई हन्ट गरेर फेरि माथि जान्छ होइन। अब यो बेसमा पनि आइआरएल फर्म भएको होला होइन, अनि त्यसपछि तिनीहरूको फेरि स्टप लस हिट गर्छन् तल जान्छ। र जहिले पनि मार्केट के हुन्छ भन्दाखेरि एक्सटर्नल साइडको लिक्विडिटी लगेपछि इन्टर्नलको लिक्विडिटी लिन आउँछ र इन्टर्नलको लगेपछि फेरि एक्सटर्नलको लिन जान्छ। यस्तै गर्दै गर्दै मार्केट मुभ गरिरहेको हुन्छ। यो हामीले मार्केटमा एनालाइज गर्नुहुन्छ भने यो सजिलै हामीले भेट्न सक्छौँ। अब हेरौँ इक्वल हाई लिक्विडिटी र इक्वल लोज लिक्विडिटी। सो इक्वल हाई भनेलाई हामी बुझ्न सकिन्छौँ कुनै पनि एउटा हाई जहाँ चाहिँ सेम एउटा लेभल बनाएको छ भने त्यसलाई चाहिँ इक्वल हाई भन्छौँ र इक्वल लोज भन्नाले एउटा तलको बेसमा चाहिँ एउटा इक्वल लोजहरू बनाइरहेको छ भने त्यसलाई चाहिँ इक्वल लोज भनेर बुझ्न सकिन्छौँ। सो यहाँ हेर्दाखेरि के छ भन्दाखेरि मार्केट चाहिँ झरिरहेको थियो, झर्दाखेरि चाहिँ के गर्यो इक्वल हाइज बनायो। सो इक्वल हाइज बनाएपछि यो लेभलमा अब थर्ड टाइम आउँदाखेरि के हुन्छन् भन्दाखेरि यो लेभलमा चाहिँ सेलरहरू एक्टिभेट भएर के गर्छन्, अब मार्केट यहाँबाट चाहिँ फर्किन सकिन्छ, सेलको प्लेस गरौँ अर्डर, अनि तिनीहरू चाहिँ यो एरियामा चाहिँ के गर्छन् भन्दाखेरि अर्डरहरू प्लेस गर्छन् र मार्केट चाहिँ के गर्छ भन्दाखेरि यहाँ चाहिँ ट्र्याप गर्यो, इक्वलाइज बनाएको थियो, ट्र्याप गर्यो, त्यसपछि यिनीहरूको लिक्विडिटी हन्ट गरेर आफ्नो प्रिभियस पिओआईबाट चाहिँ फेरि फर्किन्छ। सो यो भयो हाम्रो
इक्वल हाइजको कन्सेप्ट र इक्वल लोजको कन्सेप्टमा के हुन्छ भन्दाखेरि मार्केट चाहिँ बुलिस छ, मार्केट माथि जान खोजिरहेको छ र यो जाने क्रममा चाहिँ के गर्यो भन्दाखेरि यहाँ रिटेलरलाई चाहिँ फसायो होइन। अब जहिले पनि यो कुरा याद राख्नु कि मार्केटलाई माथि जानु छ भने पक्कै पनि लिक्विडिटीहरू लिएर जान्छ माथि, मार्केट माथि। यत्तिकै मार्केट माथि जान सकिँदैन, या तल झर्नु पर्ने छ भने लिक्विडिटीहरू लिएर नै झर्छ मार्केट, यतिकै जान सक्दैन। सो यस्तै यस्तै हेर्नुहुन्छ भने के गर्यो भन्दाखेरि मार्केटले एउटा इक्वल लोजको फर्ममा चाहिँ के गर्यो भन्दाखेरि मान्छेलाई फसाउन खोज्यो होइन। सो यो लेभलमा के भयो भन्दाखेरि पिपलहरूले चाहिँ लाग्यो कि यहाँबाट फर्किन्छ भनेर दे प्लेस देयर अर्डर हियर, अनि स्टप लस यो तल राख्यो। अब यो राख्दाखेरि के भयो भन्दाखेरि सबलाई ट्र्याप बन्यो, ट्र्याप भएपछि मार्केटले के गर्यो भन्दाखेरि सबको लिक्विडिटी लग्यो, लिक्विडिटी लगेपछि आफ्नो फेरि प्रिभियस ओबीहरू पिवाई एबिजी जे छ त्यहाँबाट चाहिँ के भयो भन्दाखेरि फर्कियो। सो यो भयो इक्वल लोजको कन्सेप्ट। सो इक्वल हाइज इक्वल लोजको कन्सेप्ट योहरू लिक्विडिटीहरूको कन्सेप्ट चाहिँ हजुरले चाहिँ क्लियर पार्नुहुन्छ भने हजुरलाई चाहिँ अरू जस्तो रिटेलरहरू जस्तो ट्र्याप हुनलाई चाहिँ गाह्रो त्यस्तो हुँदैन। सो होप यो कुराहरूलाई चाहिँ हजुरले चाहिँ कपीमा नोट बनाएर राखेर सिक्न कोसिस गरिराख्नु भएको छ। हजुरलाई चाहिँ यो फ्युचरमा चाहिँ काम नै लाग्छ। यो लिक्विडिटीको कन्सेप्ट चाहिँ मार्केटमा एकदम इम्पोर्टेन्ट हो। हजुरहरूले चाहिँ सुरुदेखि केही बुझेको छैन भने प्रिभियस फेरि ब्याक गर्नु, ब्याक गरेर रोकेर कुराहरूलाई चाहिँ बुझ्न कोसिस गर्नु, मार्किङ गर्नु अनि लेखेर बिस्तारै जानुहुन्छ भने हजुरलाई चाहिँ अरू रिटेलरहरू जस्तो ट्र्याप हुनलाई चाहिँ जोगाउन सकिन्छ है। सो यहाँसम्म आइपुग्नु भएको छ भने प्लिज यो च्यानललाई चाहिँ एकचोटि सबैजनाले सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु होइन। अनि त्यसपछि चाहिँ कमेन्ट गर्नु होला। यो केही होइन, यो यसमा चाहिँ अझै स्ट्राटेजीहरू वाला पनि भिडियोहरू आउनेछ र सकेसम्म यो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। कन्सेप्टहरू चाहिँ अझै क्लियर भएर जान्छ है। लेट्स ब्याक टु आवर टपिक। सो यो भयो हाम्रो इक्वल हाई र इक्वल लोको कन्सेप्टको लिक्विडिटीहरू। अब के भन्दाखेरि टाइम बेस्ड लिक्विडिटी है। सो टाइम बेस्ड भन्नाले हामीलाई थाहा छ फरेक्स गरिरहेछौँ, फरेक्स गर्दाखेरि हाम्रो चाहिँ एसियन सेसन, लन्डन सेसन, न्युयोर्क सेसनहरू कुराहरू हजुरले चाहिँ पक्कै पनि सुन्नु भएको छ होला। र टाइम बेस्ड लिक्विडिटी भन्नाले सबै टाइमको माथि तल चाहिँ लिक्विडिटी भइरहेको हुन्छ होइन। लाइक एसियन सेसनको यो हाई छ भने लो छ भने यो माथि पनि लिक्विडिटी हुन्छ, यो तल पनि लिक्विडिटी हुन्छ। लन्डन सेसनको हाई माथि पनि लिक्विडिटी, लोमा पनि लिक्विडिटी हुन्छ, हाईमा पनि लिक्विडिटी हुन्छ, न्युयोर्कको पनि लोमा पनि लिक्विडिटी हुन्छ, हाईमा पनि लिक्विडिटी भइरहेको हुन्छ। सो यो बेसमा चाहिँ हामीले कसरी ट्रेड लिन्छ र मान्छे कसरी मेनिपुलेट हुन्छ भन्दाखेरि अब सक्सेसफुल ट्रेड कसरी यसमा निकाल्न सकिन्छ भनेर हेर्छौँ भने सो बाई चान्स के भयो भन्दाखेरि एसियन सेसनमा चाहिँ के गर्यो मान्छेले यसरी गएर एसियनको हाई र एसियनको लो चाहिँ फर्म गर्यो होइन। अब एसियनको हाई लो फर्म गरिसक्यो, त्यसको हाई र लोलाई मार गर्छौँ र लन्डन सेसन ओपन हुँदा अगाडि यहाँ लन्डन सेसनमा चाहिँ के गर्यो भन्दाखेरि एसियनको लो चाहिँ स्वेप भयो र एसियनको लो स्वेप भएपछि हामीले के गर्छौँ भन्दाखेरि लन्डन सेसनमा के प्रेडिक्ट गर्न सकिन्छौँ कि मार्केट चाहिँ अब कहाँ जान सकिन्छ भन्दाखेरि एसियनको हाई खान जान सकिन्छ भनेर हामी कुर्न सकिन्छौँ र एउटा ट्रेड लिन सकिन्छौँ यसरी। यो भइसकेपछि अब के गर्यो भन्दाखेरि मार्केटमा फेरि न्युयोर्क सेसन स्टार्ट हुनुभन्दा अगाडि लन्डनको लो लगिरहेको छ भने हामीले चाहिँ न्युयोर्क सेसनमा ट्रेड लिएर न्युयोर्क लन्डनको हाईसम्म बस्न सकिन्छौँ। यसरी हामीले ट्रेड लिन सकिन्छौँ। सो हाम्रो यो एसियनको हाई लिक्विडिटी हुन्छ, तल पनि लिक्विडिटी हुन्छ, माथि पनि लिक्विडिटी हुन्छ। सो मान्छे यसमा कसरी फस्न सकिन्छ भन्दाखेरि एसियन सेसन स्टार्ट भयो। अब यहाँ हेर्दाखेरि चाहिँ अलिकति मार्केट चाहिँ तल जान खोजिरहेको छ। अब मान्छेहरू चाहिँ के गर्छन् भन्दाखेरि यो लेभलहरूबाट चाहिँ सेल गर्न खोज्छन् होइन। यो लेभलहरूबाट मार्केट तल जान सकिन्छ भनेर प्रेडिक्ट गर्छन् र ट्रेड लिन्छन् र तिनीहरू चाहिँ यहाँ ट्र्याप भएर जान्छ। यो लेभल भयो, त्यसपछि यो लेभलहरूमा चाहिँ तिनीहरू चाहिँ ट्र्याप भएर जान्छन्। तर हामीलाई चाहिँ यो टाइम बेस्ड लिक्विडिटीको कन्सेप्ट थाहा छ भने हामीले चाहिँ यो यसरी हिट हुनुबाट हामीले जोगाउन सकिन्छौँ। सो रिटेलरको कन्सेप्ट के हुन्छ, मार्केट चाहिँ बियरिस छ, अब अझै पक्कै पनि यहाँ चाहिँ के हुन सकिन्छ भन्दाखेरि तल जान सकिन्छ भनेर तिनीहरू सेल प्लेस गर्छन्। बट मार्केटले के गर्छन्, एसियनको लोहरू चाहिँ खाएर फेरि मार्केट माथि जान सकिन्छ। सो हामीले यो टाइम बेस्ड लिक्विडिटीमा यो ट्र्यापहरूबाट चाहिँ बच्न सकिन्छौँ यसरी। सो होप यो बुझ्नु भएको छ होला। र अर्को हामीले के हेर्छौँ भन्दाखेरि बाई साइड लिक्विडिटी र सेल साइड लिक्विडिटी। सो बाई साइड र सेल साइड एकदम सजिलो हो, जति पनि हाई बनाएको हुन्छ लो बनाएको हुन्छ। सो इफ माथितिर हाई बनाएको छ भने त्यो भयो बाई साइड लिक्विडिटी र तलतिर लो जति पनि लो हुन्छ त्योहरू हाम्रो सेल साइड लिक्विडिटी भयो। यो कन्सेप्ट हजुरलाई क्लियर छ होला है। त्यसपछि यो एकदम सजिलो हो यो मार गर्नलाई, बाई साइड र सेल साइड लिक्विडिटी एकदम सजिलो हो, हजुरले चाहिँ मार गर्न त्यस्तो गाह्रो केही हुँदैन होला। सो अर्को छ हाम्रो ट्रेन्ड लाइन लिक्विडिटी। सो ट्रेन्ड लाइन लिक्विडिटी अघि पनि हामीले हेरेको थियौँ। ट्रेन्ड लाइन एउटा मार्केट ट्रेन्डमा चलिरहेको छ भने त्यहाँ चाहिँ त्यो जोनहरूमा
चाहिँ रिटेलरहरूलाई ट्र्याप गरेर मेनिपुलेट गर्छन् र लिक्विडिटीहरू चाहिँ हन्ट गरेर त्यसपछि चाहिँ आफ्नो ट्रेन्डलाई चाहिँ फलो गरिरहेको हुन्छ। जहिले पनि मार्केट चाहिँ एउटै डिरेक्सनमा यसरी चाहिँ मुभ भइरहेको हुँदैन। आएर लिक्विडिटीहरू लगेर अनि त्यसपछि चाहिँ मार्केट चाहिँ रन भइरहेको हुन्छ। र मार्केट कुनै पनि मार्केटलाई रन हुनलाई चाहिँ लिक्विडिटी चाहियो। इफ लिक्विडिटी छैन भने त्यो मार्केटमा चाहिँ धेरै ठुलो मुभहरू आउन सक्दैन। लाइक हामीले चाहिँ युरो एसडी गोल्डहरूमा हेर्छौँ ठुलो मुभ आइरहेको हुन्छ बिकज अफ लिक्विडिटी। नम्बर अफ पिपलहरू धेरै हुन्छ गोल्डमा युरो एसडीहरूमा अनि त्यही कारणले चाहिँ के हुन्छ भन्दाखेरि मार्केटले चाहिँ बिग मुभहरू आइरहेको हुन्छ। सो अब ट्रेन्ड लाइन लिक्विडिटीमा हामीले अघि पनि डिस्कस गरेका थियौँ एउटा मार्केटले चाहिँ बुलिस ट्रेन्डमा चलिरहेको छ र यो हेर्दाखेरि चाहिँ यहाँ के भन्छ भन्दाखेरि रिटेलरहरू ट्र्याप हुन सकिन्छ होइन। सो रिटेलरहरूलाई लाग्छ कि यहाँबाट अब ट्रेन्ड लाइन छ र थर्ड यसरी हेर्ने बित्तिकै तिनीहरूले के तिनीहरूले के प्लेस गर्छन् भन्दाखेरि बाई अर्डरहरू यसरी प्लेस गरिदिन्छन् होइन। र एउटा दुइटा हुँदैन म्याक्सिमम अफ द नम्बरले बाई अर्डर प्लेस गर्छन् र अर्को के हुन्छन् भन्दाखेरि यहाँ सेलरहरू पनि आइदिन्छन्। तिनीहरूलाई लाग्छ कि अब के गर्यो भने ट्रेन्ड लाइनको ब्रेकआउट भयो, ब्रेकआउट भएपछि मार्केट चाहिँ तल जान सकिन्छ भनेर तिनीहरूले चाहिँ सेल अर्डर पनि प्लेस गरिदिन्छ र दुवै साइडको लिक्विडिटी हन्ट गरेर अनि मार्केट कहाँ मुभ हुन्छ भन्दाखेरि आफ्नो डिरेक्सनमा फेरि मुभ भइरहेको हुन्छ। सो दिस अल वाज अबाउट चाहिँ हाम्रो यो लिक्विडिटीको कन्सेप्ट हामीले जति हेऱ्यौँ यस्तो यस्तो कन्सेप्ट हुन्छ मार्केटमा लिक्विडिटीहरू। र एउटा यहाँ चाहिँ हामीले हेरेको थियौँ क्यान्डल लिक्विडिटी भन्नाले जति पनि एउटा क्यान्डल हुन्छ त्यसको हाई र लोमा चाहिँ के भइरहेको हुन्छ भन्दाखेरि लिक्विडिटी इच क्यान्डलको हाई र लोमा लिक्विडिटी हुन्छ भनेर यो क्यान्डल लिक्विडिटीमा पर्छन् भन्दाखेरि यो यसको हाई यसको माथि पनि लिक्विडिटी यसको तल पनि लिक्विडिटी र इच क्यान्डल हेर्नुहुन्छ भने वान साइडको लिक्विडिटी चाहिँ लगिरहेको हुन्छ हामीले फर्म गरेको हेर्न सकिन्छ र यसरी मार्केट चाहिँ मुभ गरिरहेको हुन्छ है। सो यो भयो क्यान्डलको बाँकी सबै हजुरलाई यहाँ क्लियर छ होला आई थिङ्क मैले सबै कभर गरेँ जस्तो मलाई लाग्छ। र फेरि पनि एउटा रिक्वेस्ट गर्न चाहन्छु हजुरहरू चाहिँ यो च्यानललाई अहिले पनि सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु। आउने दिनहरूमा चाहिँ अझै बेटरहरू म भिडियो लिएर आउनेछु। पक्कै पनि सब्सक्राइब गरिराख्नु साथीहरूलाई पनि सेयर गर्नु लिक्विडिटीको कन्सेप्टहरू जसले यहाँ क्लियर भएको छ जस्तो मलाई लाग्छ। सो आजको लागि यति नै सी यू इन द नेक्स्ट भिडियो।